कस्तो छ राम्रो छ है आज चाहिँ म हेर्न सक्नुहुन्छ यस्तो ठाउँमा घुम्न आएको छु है अनि आज सन्डेको दिनमा अनि आज चाहिँ घुम्न आइएको छ अब डक्क लगाएर भित्रतिर जाने हो अनि त्यहाँभित्र चाहिँ टिकट सिकट काट्ने रहेछ यहाँभित्रको नजारा कस्तो छ हजुरहरूलाई देखाउँछु सपोर्ट दिनु होला अब भिडियो चाहिँ बवाल आइरहेको छ एकदम ब्याक टु ब्याक हप्तामा आइरहेको छ भित्र जाने हो टिकट काट्ने हो त्यसपछि चाहिँ ल जाऊँ फेरि भित्र जाने होइन अब यहाँ चाहिँ अब बुढीलाई छोरोलाई लिएर आएको अनि यता साली हेलो भन्ने ल अब हामी चाहिँ भित्र जान लाग्यो है अनि हेर्न सक्नुहुन्छ यहाँ अगाडिको नजारा यस्तो छ टिकट काट्नुपर्छ गाइज हामी चाहिँ अब छिरिसकेको छु भित्र चाहिँ यस्तो भ्रमण छ भित्र छिर्नुपर्छ टिकट काट्ने भनेको टिकटै कता कस्तो छ भित्र टिकट नकाट्न भागिदिने हो फेरि यताबाट देख्न सक्नुहुन्छ यहाँ फेरि मान्छेहरूले पब्लिकको बिचमा ब्लगिङ हान्दैको छ बाबु आइपन्थ्यो भाइ कस्तो लाग्यो बाबु घुम्नलाई कस्तो छ राम्रो छ है गाइस यो चाहिँ मैले लोकेसन हेरेर लिएर आएको अनि टक्क लाएर अब कति मान्छेहरू छन् यता पनि मान्छेको लाइन लागिरहेको छ उनीहरू भित्र जाने हो त्यसपछि हजुरहरूलाई देखाउँछ होइन भित्र गइन्छ टिकट चाहिँ पुरा महँगो भनिरहेको छ सोध्ने हो टक्क लाएर नत्र फेरि आउट गोइङ सेवा भइरहेको मेरो ब्लग बन्नु पऱ्यो बस त्यति नै हो भित्र दबाई पनि गयो लगाइ अब हामी चाहिँ यो ठाउँबाट चाहिँ अब अर्को ठाउँ जान आएको बेङ्गलोर भिलेज भन्ने ठाउँमा जान आएको होइन अनि यो ठाउँ हल्का चाहिँ त्यस्तै भइरहेको थियो त्यही भएर अब टक्क ऱ्यापिडो बुक गरेर आएको छु अब अर्को ठाउँ गएर हजुरहरूलाई अर्को ठाउँको लोकेसन देखाउँछु भिडियोलाई माया दिनु होला फेरि साली यहाँ रिसाएर यस्तो म अर्को अब एक दिन 2-3वटा ठाउँ घुमाउन कम हो सब ठाउँ घुम्यो आज मेरो चाहिँ अब ढक्क चाहिँ बसिसकेका छौँ क्याबमा होइन अब टक्क चाहिँ हामी बेङ्गलोर प्लेस जाँदैछौँ अनि यहाँ चाहिँ अब यस्तै भयो प्रब्लम भयो होइन भित्र त्यही भएर हामी चाहिँ आइदिइरहेको अब चाहिँ हामी हिँड्दैछौँ यहाँ चाहिँ गइरहेका छौँ धेरै टाइम वेट गर्नु पऱ्यो गाइज आज चाहिँ पुरा के गर्ने ड्रेसअपहरू पुरा ब्लगिङ गर्ने भनेर लिएर आएको थिएँ यसले चाहिँ हल्का फुल्का गर्यो अब चाहिँ अगाडि गएर चाहिँ यो भिडियोलाई चाहिँ कन्टिन्यू गर्छु हजुरहरूले हेर्नु होला धेरै मेहनत गरिन्छ है भिडियो बनाउनुको लागि हजुरहरूले सपोर्ट चाहिँ दिनुहुन्न फेरि त्यस्तै त हो मेहनत कति लाग्छ एउटा भिडियो बनाउन अनि एडिटिङ गर्न चाहिँ कति टाइमिङ लाग्छ क्या अहिले फेरि बेलुका गएर यो भिडियोलाई फेरि एडिटिङ गरेर भोलिको लागि रेडी गर्नुपर्ने छ होइन भिडियोलाई चाहिँ माया एकदम दिइदिनु होला यो भिडियो यो चाहिँ यो युट्युब च्यानल चाहिँ एकदम ग्रो हुनु पऱ्यो लास्टैसम्म भिडियो चाहिँ बबल बनाउँछु लगाज फाइनली हामी चाहिँ आइसकेको छु है ट्राइपोड सेटअप हामी चाहिँ आइसकेको छु यतातिर चाहिँ हामी चाहिँ यहाँ पुग्यो बेङ्गलोर प्लेस होइन भित्र गएपछि त फेरि टिकट काट्नुपर्छ अरे अब बाहिर टिकटक भिडियो बनाउने हो जाँदियो फेरि त्यसपछि ल हेर्न सक्नुहुन्छ है यहाँ अर्को ठाउँमा आए पनि यस्तै छ यो चाहिँ बेङ्गलोर प्लेस हो माथि चाहिँ हेर्न सक्नुहुन्छ है गाइज कस्तो छ यताको नजारा बेङ्गलोर प्लेसको ढुक्क लाएर यताउता पनि मान्छेको भेला हुने रहेछ